हेलो साथीहरु, आज चाहिँ मैले हजुरहरुको सामु मेकअप ट्युटोरियल लिएर आउँदै छु र मैले पहिला सुरु चाहिँ वेट वाइप्सले क्लिन मैले चाहिँ सधैं आई मेकअप गर्ने भएको कारणले पहिला सुरुमा बेस बनाउँथे स्विज ब्युटीको कन्सिलर लाएर मैले बेस बनाइरहेको छु। स्विज ब्युटीको कन्सिलर चाहिँ ओ माय गॉड यस्तो राम्रो लाग्यो मलाई चाहिँ, किनभने यस्तो दामी ब्लेन्ड हुने। त्यसपछि मैले मार्सको आई स्याडो प्यालेट युज गरेर यस्तो राम्रो आई मेकअप गरे, तर लाइन चाहिँ ठ्याक्कै गयो। मोइस्चराइजर लगाइदिसकेपछि मैले चाहिँ एलेगलको प्राइमर युज गरेँ र त्यसपछि चाहिँ मैले उसको स्किन शेड अनुसारको मैले फाउन्डेसन लगाइदिँदैछु। फेरि पनि मैले स्विस ब्युटीकै कन्सिलर युज गर्दैछु। स्विस ब्युटीको कन्सिलर चाहिँ मलाई एकदम मन पर्यो, एकदम अफोर्डेबल प्राइसमा, एकदमै राम्रो काम पनि। त्यसपछि चाहिँ अलिअलि चटक मेरो बहिनीको हुँदैछ। यहाँ स्याउ जस्तै गाला बनाउनका लागि त हल्का ब्लस त लगाउनै पर्यो नि हैन साथीहरु। ब्लस लगाइसकेपछि चाहिँ अब मैले सबै पाउडरले सेट गरिदिँदैछु। यो चाहिँ पाउडरले सेट गरिसकेपछि अब मैले पाउडर ब्लसहरू युज गरिरहेको छु। अब आयो आईमा ल्यासेसको पालो। ल्यासेस चाहिँ हाम्रो टेस्रा कस्मेटिकको एकदम नै राम्रो थियो र मलाई पनि एकदमै मन पर्यो, उसलाई पनि झनै मन पर्यो। त्यसपछि आइब्रो फिलअप गरिसकेपछि चाहिँ मैले हल्का हाइलाइटर लगाइदिँदैछु। लास्टमा हामीले लिपस्टिक चेन्ज गरेका छौं, किनभनेदेखि ड्रेसमा म्याच नगरेको भएको कारणले। लास्टमा चाहिँ अब हामी सबै मेकअप कम्प्लिट भइसकेपछि चाहिँ मार्सको सेटिङ स्प्रे युज गरिरहेको छौं र अब रहेको छ हाम्रो फाइनल लुक। यदि हजुरहरूलाई पनि ब्राइडल, नन ब्राइडल, गेस्ट, इन्गेजमेन्ट, रिसेप्सन मेकअपहरू गर्नु परेमा हजुरहरूले हामीलाई सम्झिन सक्नुहुनेछ। साथै हामीले चाहिँ इटलीभरि फ्री होम सर्भिस दिने गरेका छौं। तल दिएको कन्ट्याक्ट नम्बरमा हजुरहरूले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हस्त धन्यवाद। थ्यांक यू सो मच फर वाचिङ।